बिहान यहाँनिर मर्निङ वाक एक्सर्साइज गर्न आएको बाबुलाई तर हामी कुन ठाउँमा आएको अहिले भुतखेलको है भुतखेलको यहाँनिर पार्कमा आएको यस्तो बल बिहान चाहिँ रमाइलो छ यहाँनिर मान्छेहरू एक्सर्साइज गर्ने यसो माइन्ड फ्रेस गर्ने है एकदमै यहाँको माहौल पनि एकदमै आनन्द छ ओहो कति राम्रो पुल ल सानो पुल हो हो हर्को साम्पाङले बनाएको पुल है क्या चाहिँ यो माननीयज्यूले बनाएको हुनसक्छ ल ल जाउँ माटोले ओ माई गड ल ल हामी त विचित्रको ठाउँमा आइपुगेको छ र ल आमा ल कति राम्रो शब्द आमा बिहान भन्नु आमा शब्द उच्चारण आमा भन्नु ल आमा ल्याएको नि ल जाउँ ल के यस्तो फेरि त्यता गएर एक्सर्साइज गर्ने एक्सर्साइज भइसक्यो घुम्नु मात्र हो एकछिन जान चलाउने त भाटा जाने नि आउँथेँ जहिले आउने होइन त्यसरी यहाँ चाहिँ म जहिले पनि बेलुका आउँथेँ होइन बेलुका चाहिँ म चाहिँ क्रिकेट खेल्न आउँथेँ आज चाहिँ फ्यामिली लिएर आएको यहाँनिर फ्यामिलीलाई पनि बिहान एक्सर्साइज गर्नु मिलाएको रमाइलो हुँदो रहेछ सो आजबाट चाहिँ बिहान डेली पनि आइन्छ बेलुका क्रिकेट खेल्न चाहिँ टाइम भयो भने आउने हो नत्र चाहिँ अब खैरेर काले तिम्रो साथी हो क्या हो खै हो खैरे काले ओहो खैरे काले ल औला त औ ल औ ल ल बाघहरू नि आउनु सक्छ ओ माई गड ल सही हो कहाँनिर कस्तो सर हो ल सानो यहाँ चाहिँ ताल जस्तो नि रहेछ है त्यहाँ चाहिँ क्रोकोडाइल हुनसक्छ है त्यस्तोमा गाई जस्तोमा चाहिँ क्रोकोडाइल पनि हुनसक्छ है एनिमलहरू पनि हुनसक्छ सो बी केयरफुल है एक्लै एक्लै नआउने प्यारेन्टसँग आउने है त्यसो गर्दाखेरि चाहिँ अलिकति सेफ हुन्छ एक्लै एक्लै हिँड्न चाहिँ अब आजभोलिको समय पनि त्यस्तै छ राम्रो छैन खराब छ होइन बच्चालाई किडन्याप गर्नेदेखि अनेक कुराहरूको त्यस्तोहरू घटनाहरू भइरहेको हुनाले बच्चाहरू एक्लै एक्लै हुनुहुन्न प्यारेन्टसँग चाहिँ हिँड्दा भयो है त होइन छोरा छोरो खुसी छौ आज ह्याप्पी छौ एकदम टोटल्ली त्यसले बाघ आयो त्यसले हानेर भगाइदियो नि त्यति पावर छ त्यो लट्ठीमा पावर हो कि तिमीसँग हिम्मत चाहिँ धेरै भएको त्यसरी हान्ने ल जाउँ मै भाटतिर जानुपर्छ अब त्यो त ल होइन अब लागु अब मै भाटतिर ल मन पनि त सकिन्छ ल ओहो कस्तो राम्रो कति ठुलो रुख होइन बिग ट्री यसमा के हुनसक्छ गिलारी हुनसक्छ अरे गाइजलाई गिलारी भनेको चाहिँ के हो त्यो मैले त बुझिनँ त गिलारी भनेको गिलारी शून्य गिलारी होइन गिलारी भने के हो बेटा गिलारी भने के हो लोखर्के ओ लोखर्केलाई गिलारी भन्छ छोरोवालाको कुरा के सिक्यो भने गिलारी भन्दो रहेछ लोखर्केलाई चाहिँ होइन र ल लागौँला त बाटोबाट लागौँला अब मै भाटतिर पनि जानुपर्छ है त सो गाइज ल हामी चाहिँ अब आजको बिहानको यात्रा तपाईँहरूलाई देखाउँदैछौँ मेरो छोरोको मिनी भ्लगमा आज फेरि हामी जोडिएका छौँ होइन छोरोको यहाँनिर एक्सर्साइज होइन छोरो एकदमै खुसी भएको छ रमाएको छ है ल ल ल स्याल पनि करा जस्तो छ हौ छोरो स्याल पनि छ क्या यतातिर त लागौँ ल अगाडि लागौँ ओहो छोरोले एकदमै है जङ्गल सफारी गरिरहेको छ जङ्गलको मजा लिइरहेको छ ओहो प्रकृतिसँग खेल्ने कोसिस गरिरहेको छ अरे प्रकृतिसँग रम्ने कोसिस गरिरहेको छ ल प्रकृतिको मजा नै छुट्टै छ होइन छोरो आज चाहिँ प्रकृतिको सुन्दर ठाउँमा आइसकेपछि के कुराको रियलाइज भयो भने हरेक सुन्दर चिजले चाहिँ मान्छेलाई मोहित बनाउने होइन आनन्दित बनाउने गर्दो रहेछ बाबा छोरा रम्दैछौँ जङ्गलमा लागौँ ल उता हाम्रो महारानी भातिर नि जाउँ महारानी फायर हुन्छ फेरि कता गएको तिमीहरूले मलाई एक्लै एक्लै छोडेर दिमाग छैन तिमीहरूको भन्न बेर लाउँदैन हाम्रो महारानीले है सो हामी चाहिँ यहाँनिर तालको मजा लिँदैछौँ है प्रकृतिको मजा लिँदैछौँ छोरो विथ माई सन ल यहाँबाट हेर्न सकिन्छ नजरिया उता पर चाहिँ त्यहाँनिर चाहिँ एक्सर्साइजको कार्यक्रमहरू मस्त भइरहेको छ है माथितिर चाहिँ कता ल बेटा वेट म नि आइरहेको छु ल यता चाहिँ आमा लेखेको एउटा ठुलो अक्षर पनि देख्न सक्नुहुन्छ है हेर्नु है
बबल छ बबल ओहो ल यतिको जोस जागर चाहिँ हुनु पर्यो यो मेरो पनि ल सानैमा सानोले गर्न बुढोले गर्न नहुने सानोले गर्न नहुने भन्ने होइन सबै उमेरकोले गर्न मिल्छ मात्र के हुनु पर्यो जोस जागर हुनु पर्यो इच्छा शक्ति हुनु पर्यो है त भनेर ल उता मान्छेको फेरि उतातिर अब पुसअप पनि गर्ने छोरो हो माई गड ल ल ल ल छोरोको आज कला पुरै कला देखिनु भयो आज छोरोको होइन र ओ ओ ओ ओ ओ ओहो ओहो यस्तो नि जाने छोरो ल ल है त ल ल छोरोको यो भिडियो हेरिसकेपछि अरूले पनि प्रेरणा लिन सक्नुहुन्छ इन्सपायर हुन सक्नुहुन्छ मेरो छोरोबाट है बिहान बिहान उठेर 4:30 बजी उठेर आएर होइन यतिको गर्नलाई चाहिँ एउटा राति उठेर यति गर्न चाहिँ एउटा जोस जागर चाहिन्छ इच्छा पनि चाहिन्छ है ल आऊ छोरो ल ल मम्मी भाट जाने ल ल ल लाग्ने होइन छोरा अब बाबु लाग्ने होइन अब बाबा छोरो त कता कता घुमेर आयो है पुरै प्रकृति 5 बजे जस्तो हुन्छ रे अनि जहिले 6:30 बजेसम्म हामी त जहिले आउँछ तर किन भएन ए अस्ति अस्ति ढिला भयो त्यो छोरो यस त पर्दै हुँदैन मेरो बुढीलाई फेरि आमै नातिहाल्ने नि फेरि कला त फेरि ओपर लुकेको छ नि ज्यानमा त ल ल ल ल ल ल ल यतिको जोस जाँगर चाहिँ हुनु पऱ्यो है 40 कटे पनि 40 कटे नि उमेर 35 कटे हो उमेर 55 व्यवहार त 55 नै छ नि फेरि मेरो बुढीको है ल ल ल आहा छोरो ल ल ल ल ल यतिको हुनु पऱ्यो यतिको चाहिँ हुनु पऱ्यो है गाइस कल बाबु भगो रमाइलो भयो मलाई 3-4 दिन मध्येको बेस्ट भयो आज मर्निङ वाक ल ल ओके ओके छ त ल ल ल आजभन्दा भोलि झन् राम्रो बनाउने भोलिभन्दा पर्सि झन् राम्रो बनाउने होइन ल ल बाबु लागौँ लागौँ काले चलो